Hey guys, welcome to my social media. अनि म चाहिँ आज यहाँ एयरपोर्ट नजिक आएको छु अनि आज चाहिँ हाम्रो राजा पूर्व राजा ज्ञानेन्द्र शाह आउँदै हुनुहुन्छ, आगमन हुँदैछ एयरपोर्टबाट। अनि यहाँ चाहिँ सबै नारा चलिरहेको छ अनि यहाँ चाहिँ म पनि स्वागत गर्नलाई आएको छु। सो अनि नारा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा गुन्जिरहेको छ। अनि यहाँ कुनै पार्टीको झन्डा छैन, यहाँ नेपाल राष्ट्रको झन्डाको छ। क्रेजिनेस भनौँ कि अब केटाहरूको क्रेजिनेस भनौँ कि के भनौँ होइन, तर कोही चाहिँ त्यसरी रुखमा चढेर समर्थन गरिरहनु भएको छ। You can see there, over there. नेपालको झन्डा देख्दाखेरि एकदम गर्व फिल हुन्छ। एयरपोर्ट भित्र छिर्न पाउनु पर्ने हो। अहिले केपी ओलीको सरकार छ, उसले जे भन्नुहुन्छ त्यही भएर सर्वसाधारणलाई समर्थकलाई डरले भनौँ कि केले भनौँ एयरपोर्टभित्र छिर्न दिएको छैन। सो सबैजना बाहिर नै बसेर समर्थन जनाइरहेका छन्। चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो। न्युजलाई यो अहिले भारतीय सरकारबाट जुन एउटा जनताको नाममा चाहिँ एउटा सन्देश बक्सेको छ, यसले गर्दा नागरिकहरूलाई राजाले कहिले आह्वान गर्नुहुन्छ, कहिले आह्वान गरिबक्सन्छ भन्ने चाहिँ एउटा आतुर थियो। त्यो आतुर चाहिँ पुरा गरेको हुनाले अहिले जनताहरू चाहिँ एउटा आफ्नो जनप्रदर्शन गर्न राजा चाहिन्छ भन्ने देशको पहिचानको लागि आज नेपालको झन्डा बोकेर नागरिकहरू सडकमा आएका छन्। यो कुनै पार्टीको झन्डा बोकेर आएको होइन, यो राष्ट्र बचाउन, नेपाल बचाउन, नेपालको धर्म हिन्दू धर्म संस्कृति बचाउनको लागि जुन विगतमा